जन्म यसरी भयो, मरियाको मगनी जोसेफसँग भएको थियो। उनीहरूको सहवास हुन अघि नै मरिया गर्भवती भएको थाहा लाग्यो। मरियालाई अपमानित गर्न नचाही सत्कर्मी जोसेफले सुटुक्कै पन्साउने विचार गर्दै थिए। यही कुरो मनमा खेलाउँदा खेलाउँदै स्वर्गदूतले सपनामा जोसेफलाई दर्शन दिए। जोसेफ दाउदका सन्तान, मरियालाई आफ्नी पत्नी स्वीकार गर्न संकोच नमान। उहाँको गर्भमा भएको बालक पवित्र आत्माबाट हो। उहाँले पुत्र जन्माउने छन्, पुत्रको नाउँ यीशु राख्नेछौ। यीशुको जन्म यसरी भयो। शिशिरको कालो रातैमा गोठालाहरूको माझमा, शिशिरको कालो रातैमा गोठालाहरूको माझमा मानव मुक्तिको उदय भयो, मानव मुक्तिको उदय भयो। बालक येशूको जन्म भयो, बालक येशूको जन्म भयो। शिशिरको कालो रातैमा गोठालाहरूको माझैमा तिमीहरू ठाउँ भन्दा नगन्य छैनौ भन्ने कथन आज पुरा भयो। तिमीहरू ठाउँ भन्दा नगन्य छैनौ भन्ने कथन आज पुरा भयो। कारण तिमी मुक्ति
मुक्तिदाताको कारण तिमी, मुक्तिदाताको पाउ राख्ने पवित्र ठाउँ भयो, पाउ राख्ने पवित्र ठाउँ भयो। शिशिरको कालो रातैमा गोठालाहरूको माझैमा सारा सृष्टि, हे सारा सृष्टि, हे सारा सृष्टि, हे सारा सृष्टि। हर्षित भई खुसीले गाऊ, रमाउँदै उनको चरणमा जाऊ। हर्षित भई खुसीले गाऊ, रमाउँदै उनको चरणमा जाऊ। हृदय भरिको पाप पखाली, हृदय भरिको पाप पखाली, शान्तिको राज्य सबैमा पुर्याऊ, शान्तिको राज्य सबैमा पुर्याऊ। शिशिरको कालो रातैमा गोठालाहरूको माझमा, शिशिरको कालो रातैमा गोठालाहरूको माझमा। मानव मुक्तिको उदय भयो, मानव मुक्तिको उदय भयो। बालक येशूको जन्म भयो, बालक येशूको जन्म भयो। शिशिरको कालो रातैमा गोठालाहरूको माझैमा। बेथलेमको गाईको, गाईको गौशालामा, बेथलेमको गाईको, गाईको गौशालामा, मुक्तिदाताको जन्म भयो, मुक्तिदाताको जन्म भयो। जाऊ हामी पनि उहाँलाई भेट्न, जाऊ हामी पनि उहाँलाई भेट्न। गोठाला सौभागी दूतको सन्देश पाई, गोठाला सौभागी दूतको सन्देश पाई। दौडी दौडी गोठैमा गए, दौडी दौडी गोठैमा गए। दर्शन पाई धन्य भए,
दर्शन पाई धन्य भए बेथलेमको गाउँको गाईको गौशालामा राजा ज्योतिषी आकाशमा तारा देखी तीन राजा ज्योतिषी आकाशमा तारा देखी तारा पछ्याउँदै कोठैमा तारा पछ्याउँदै कोठैमा मुक्तिदाताको दर्शन पाए मुक्तिदाताको दर्शन पाए बेथलेमको गाउँको गाईको गौशालामा बेथलेमको गाउँको गाईको गौशालामा मुक्तिदाताको जन्म भयो मुक्तिदाताको जन्म भयो जाऊ हामी पनि उहाँलाई भेट्न जाऊ हामी पनि उहाँलाई भेट्न जाऊ हामी पनि उहाँलाई भेट्न जाऊ हामी पनि उहाँलाई भेट्न। शान्ति का राजा गरौँ है स्वागत।
ईश्वर र मानिसको मिलनको चिन्ता बाँडौ यो खुसी सबैको मनमा बाँडौ यो खुसी सबैको मनमा बाँडौ यो खुसी सबैको मनमा बाँडौ यो खुसी धरतीमा आज फुल्यो मुक्तिको सुन्दर फूल पवित्र वचन आज भयो देहमा परिवर्तन धरतीमा आज फुल्यो मुक्तिको सुन्दर फूल पवित्र वचन आज भयो देहमा परिवर्तन बालक यीशु जन्मेका छन् हामीलाई मुक्ति दिलाउन जाऊ हामी सबै मिली बालक भेट्न जाऊ हामी सबै मिली बालक भेट्न हाम्रो यो मुक्तिको शुभ दिन आजै हो हाम्रो यो मुक्तिको शुभ दिन आजै हो रिस राग सबै त्याग्ने मिलनको पवित्र क्षण हो शुभ सन्देश मुक्तिको फिजाउने दिन हो शुभ सन्देश मुक्तिको फिजाउने दिन हो सङ्गीतमा मिठो धुन गुन्जाई मुक्ति सन्देश गाउँदै हिँड्छु मानिस प्रति ईश्वरको प्रेम साकार भएको प्रमाण पाउँछु सङ्गीतमा मिठो धुन गुन्जाई मुक्ति सन्देश गाउँदै हिँड्छु मानिस प्रति ईश्वरको प्रेम साकार भएको प्रमाण पाउँछु ईश्वर भई मानव बनी जन्मनु भयो हृदय कोठैमा उदारता देखाउनु भयो प्रतिज्ञा पुरा गर्नमा उदारता देखाउनु भयो प्रतिज्ञा पुरा गर्नमा हाम्रो यो मुक्तिको शुभ दिन आजै हो रिस राग सबै त्याग्ने मिलनको पवित्र क्षण हो शुभ सन्देश मुक्तिको फिजाउने दिन हो शुभ सन्देश मुक्तिको फिजाउने दिन हो शुभ सन्देश मुक्तिको फिजाउने दिन हो शुभ सन्देश
आएको छ, खुसीको समय ल्याइएको छ। आकाशमा तारा जुन चम्किएका छन्, ज्योतिषीहरू चारै दिशाबाट आएका छन्। शिशिरको महिना आएको छ, खुसीको समय ल्याइएको छ। आकाशमा तारा जुन चम्किएका छन्, ज्योतिषीहरू चारै दिशाबाट आएका छन्। जन्मिए आज बालक येशू ख्रीष्ट गाईको गोठमा, जन्मिए आज बालक येशू ख्रीष्ट गाईको गोठमा। जोसेफ र मरियमको कोखबाट शान्तिदाता जन्मेको छ। जोसेफ र मरियमको कोखबाट शान्तिदाता जन्मेको छ। रमाउँदछ सारा सृष्टि, नयाँ गीत र मिठो धुनले। रमाउँदछ सारा सृष्टि, नयाँ गीत र मिठो धुनले। आउनुभयो हाम्रो लागि यसै संसारमा, आनन्दको लहर लिएर। आउनुभयो हाम्रो लागि यसै संसारमा, आनन्दको लहर लिएर। जन्मिए आज बालक येशू ख्रीष्ट गाईको गोठमा, जन्मिए आज बालक येशू ख्रीष्ट गाईको गोठमा। जोसेफ र मरियमको कोखबाट शान्तिदाता जन्मेको छ। जोसेफ र मरियमको कोखबाट शान्तिदाता जन्मेको छ। आयो क्यारल हजुरको घरमा, सुसन्देश सुनाउन। मुक्तिदाता जन्मेका छन् बेथलेहेम कोठैमा। आयो क्यारल हजुरको घरमा, सुसन्देश सुनाउन।
उनीहरूलाई दिए गोठालाहरू गोठैमा थिए स्वर्गदूतले सन्देश उनीहरूलाई दिए स्वर्गमा ईश्वरको महिमा हो भूतलमा सबलाई साथी आयो क्यारल हजुरको घरमा सुसन्देश सुनाउन राजा ज्योतिषी तारा पछ्याउँदै बालकको दर्शन गर्न कोठैमा आए राजा ज्योतिषी तारा पछ्याउँदै बालकको दर्शन गर्न कोठैमा आए सुनलो बन्धु गन्धरस लिएर बालकलाई दण्डवत गरे आयो क्यारल हजुरको घरमा सुसन्देश सुनाउन मुक्तिदाता जन्मेका छन् बेथलेहेम गोठैमा आयो क्यारल हजुरको घरमा सुसन्देश सुनाउन सुसन्देश सुनाउन आयो हजुरको घर आँगनमा खुसीको सन्देश लिएर यो गीतमा नाच्दै गाउँदै आयो हजुरको घर आँगनमा खुसीको सन्देश लिएर यो गीतमा यीशु जन्मेछ मानिसको भेषमा यीशु जन्मेछ मानिसको भेषमा ह्याप्पी क्रिसमस मेरी क्रिसमस भन्दै ह्याप्पी क्रिसमस मेरी क्रिसमस भन्दै आएका छौ घर आँगनमा हजुरलाई सन्देश सुनाउन हजुरलाई सन्देश सुनाउन यस्तो कहिले सुनेको छ मानिसलाई उद्धार गर्न यीशु आफै आएको यस्तो कहिले सुनेको छ मानिसलाई उद्धार गर्न यीशु आफै आएको स्वर्गको अनुपम खुसी त्यागी गोठमा गरिब भई जन्मेको
अचम्भको कुरा भएको छ साँच्चै पुरा हटेको छ पापको सबै पीडा मुक्तिको यो सुन्दर कुरा नाच्दै गाउँदै आयो हजुरको घर आँगनमा खुशीको सन्देश लिएर यो गीतमा यीशु जन्मेछ मानिसको भेषमा यीशु जन्मेछ मानिसको भेषमा ह्याप्पी क्रिसमस मेरी क्रिसमस भन्दै ह्याप्पी क्रिसमस मेरी क्रिसमस भन्दै आएका छौ घर आँगनमा हजुरलाई सन्देश सुनाउन हजुरलाई सन्देश सुनाउन नाचौं गाऊं मिठो सन्देश सबलाई सुनाऊ आओ सबै नाचौं गाऊं मिठो सन्देश सबलाई सुनाऊ बन पाखा कन्दरामा खुशीको सन्देश फिजाऊ शहरहरूमा हर्षको गीत गावो यीशु हामी माझ आएको छ बालकको रूपमा जन्मेको छ नाच्दै गाउँदै आयो हजुरको घर आँगनमा खुशीको सन्देश लिएर यो गीतमा नाच्दै गाउँदै आयो हजुरको घर आँगनमा खुशीको सन्देश लिएर यो गीतमा यीशु जन्मेछ मानिसको भेषमा यीशु जन्मेछ मानिसको भेषमा ह्याप्पी क्रिसमस मेरी क्रिसमस भन्दै ह्याप्पी क्रिसमस मेरी क्रिसमस भन्दै आएका छौ घर आँगनमा हजुरलाई सन्देश सुनाउन हजुरलाई सन्देश सुनाउन